हेलो गुड मर्निङ एभ्रिवान। आई होप हजुरहरू साथीहरू सबैजना सन्चै हुनुहुन्छ। म पनि सन्चै छु। आजको मेरो डे 4 मिनी ब्लगमा सबैजना साथीहरूलाई स्वागत छ। आज साथीहरू म कहाँ जाँदैछु, मैले त फर्स्ट अफ अल मैले हिजो सपिङ गरेको थिएँ अनि आज म एकदमै एक्साइटेड छु। अनि साथीहरू यिनी दुइटा चाहिँ मेरो बहिनीहरू हो, एकदमै नाटक देखाउने गर्छन् होइन, अनि देखाउँदै पनि छन् होइन। अनि उहाँ चाहिँ मेरो ज्वाइँ अनि मेरो बहिनी अनि दुइटा छोरी अनि यिनी दुइटा चाहिँ मेरो बहिनी अनि म मिलेर हामी चाहिँ मुभी हेर्न जाँदैछौँ। अनि साथीहरू म पनि रेडी भएर आएँ अनि मेरो सबैजना बहिनीहरू ज्वाइँहरू पनि रेडी भएर आएको थियो। अनि साथीहरू हामी चाहिँ गाडीको वेट गर्नै परेन कि, यस्तो गर्मीमा गाडीको वेट गर्नुपर्छ कि भनेर हामीलाई टेन्सन भएको थियो। तर गाडीले चाहिँ हामीलाई पहिल्यै वेट गरेको थियो। अनि सिट पाइनको लागि पनि हामीलाई एकदमै टेन्सन भएको थियो, किनकि एकदम मान्छे प्याक हुन्छ नि त। अनि यस्तो गर्मीमा चाहिँ एकदम सिट नमिल्यो भने चाहिँ एकदमै गाह्रो हुन्छ होइन। तर आज चाहिँ हामीलाई चाहिँ एकदमै गाडी पनि टाइममा पाइएको अनि त्यसपछि सिट पनि एकदम सबैजनालाई सिट पायो होइन। अनि एकदम मजाले हामी चाहिँ एकदम त्यो गाडीमा चाहिँ एकदम सङ पनि एकदम राम्रोसँग बजाइरहेको थियो होइन। हामी चाहिँ एकदम गाना गाउँदै हामी चाहिँ गयौँ अनि रोयल मुभीमा पुग्यौँ। साथीहरू नेपालगञ्जको रोयल मुभी हो, हजुरहरू पनि आउन सक्नुहुन्छ। अनि साथीहरू यहाँ चाहिँ नेपालगञ्जको गर्मी भनेपछि कति छ कि कति छ भन्नै सकिँदैन होइन। अनि त्यसपछि हामी जाने बित्तिकै त्यहाँ चाहिँ पानी आएको देख्यौँ होइन अगाडि। अनि त्यहाँ चाहिँ फोटोसुट अनि भिडियो सुट गर्नलाई एकदमै राम्रो रहेछ। अनि हामीले सोच्यौँ कि अलि अगाडि नै आएको थियौँ। अनि त्यसपछि टिकट काट्नुभन्दा पहिला हामीले फोटोसुटहरू भिडियो सुटहरू गऱ्यौँ होइन। अनि मेरो बहिनीको छोरी खेलाउँदै थियो पानी देखेर, अनि पानी देखेर कसलाई पो रहर लाग्दैन र होइन। अनि त्यही भएर म पनि एकचोटि बहिनीलाई मेरो सुट गर्दैन भिडियो भनेर सुट गर्न पठाएँ। अनि एकछिन पछि हामी टिकट काट्न गयौँ। टिकट काटेर आइसके साथीहरू हाम्रो चाहिँ 12:15मा टाइम थियो, त्यही भएर हाम्रो टाइम चाहिँ धेरै नै थियो। अनि त्यसपछि हामीले सोच्यौँ कि यति गर्मी चाहिँ जाऊँ न हामी नास्ता खान भन्दाखेरि नास्तामा चाहिँ हामीले चाहिँ जुस देख्यौँ होइन साइडमा। अनि त्यसपछि हामी सबैले जुस खाने डिसाइड गऱ्यौँ। यो गर्मीमा साथीहरू जुस खान एकदमै बेटर हुन्छ लाग्छ मलाई होइन। तर गर्मी चाहिँ जुस खानै पर्छ। अनि हामीले केही नास्ता नखाएर हामीले जुस खायौँ, किनकि एकदमै गर्मी थियो नेपालगञ्जमा। कमसेकम साथीहरू 30-40 डिग्री चाहिँ गर्मी थियो होला। अनि तर साथीहरू हामी चाहिँ गर्मी भयो नि जे भयो नि हामीले चाहिँ मुभी हेर्न आयौँ, आज नेपालगञ्ज आएरै छोड्यौँ होइन। अनि त्यसपछि उसलाई मैले पैसा दे भनेको थिएँ, म मालिक हो मलाई दे भनेर उसले नाटक देखाइरहेको थियो। अनि त्यसले चाहिँ जो मालिक थियो त्यसलाई नै पैसा दियो मेरो बहिनी माइलो बहिनीले। अनि त्यसपछि यिनीहरूको चटक फेरि जहाँ गयो नि चटक देखाउन छुट्दैन। अनि एकछिन पछि हामी गयौँ मुभी हेर्न। अनि थोरै खानेकुराहरू पनि लिएर गएको थियौँ, किनकि हामी खाँदै मुभी हेर्दै थियौँ। अनि एकदमै राम्रो पनि लाग्यो, एकदमै इन्जोय पनि गऱ्यौँ हामीले मुभी हेरेर होइन साथीहरू। अनि यो मुभीको नाम चाहिँ के हो भनेर सोध्न सक्नुहुन्छ होला। यो मुभीको नाम चाहिँ परालको आगो हो। अनि साथीहरू यो मुभी चाहिँ एकदम हस्बेन्ड वाइफले हेर्ने मुभी चाहिँ हो है साथीहरू। एकचोटि सबैजना गएर हेरिदिनु होला यो रोयल मुभीमा गएर। अनि त्यस्तै साथीहरू हामी चाहिँ मुभी हेरेर नि भ्याएर हामी चाहिँ बाहिर लाग्यौँ। भित्र चाहिँ एकदम एसी थियो होइन, हामीलाई चाहिँ एकदमै राम्रो भएको थियो, एकदमै भन्नाले चिसो भएको थियो। बाहिर निस्किँदाखेरि ओ माई गड यति गर्मी। अनि एकचोटि हामी चाहिँ गयौँ गार्डनमा बस्न सबैजना। अनि नास्ता के खाने भनेर सोधिरहेको थिएँ। मलाई त खासै भोक लागेको थिएन, तर पनि सबैले खाऊँ भन्दाखेरि चाहिँ हामीले सबैले